जेठको 24 गते गुड मर्निङ सबैजनालाई। आज मेरो बाहिर आज मेकअप र फोटोसुट छ बाहिर, त्यही भएर म चाहिँ आज बिहान सब कुरा प्रिपेयर गरेँ खाजा र दिउँसोको खानाको लागि। मैले भिन्डीमा यति राखेँ, भिन्डीमा ओट्स अन्डा र यति राखेर मिक्सचरमा मिक्सिङ गरेँ। त्यसपछि मैले थोरै घिउ राखेर यसलाई चाहिँ छोपेर स्टिम गरेर बनाएँ। आज अलिकति बाहिर काम छ त्यसैले है तयार पारे। यो चाहिँ मेरो दिउँसोको लागि बाहिर छ, बाहिर मैले लाँदैछु र अलिकति सलाद पनि बनाएँ। अलिकति 1-2 जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि भनेर सलाद पनि बनाएँ। यो पनि मैले कन्टेनरमा प्याक गरेँ। आज चाहिँ पोर्क घरमा आइपुगेको थियो मेरो साथीको फर्मबाट, उहाँले आफ्नै फर्ममा काट्नुभएको थियो। मैले चाहिँ यसलाई एकदम सादा तरिकाले खान्छु भनेर बनाउन सुरु गरेँ। मैले थोरै तेल राखेर यसलाई मात्रै खारेर यसको फ्याटहरू चाहिँ पुरै निकालेर फालिदिएँ। अनि यसमा चाहिँ मैले नुन र बेसार र प्याज यति ठुल्ठुलो गरेर काटेको प्याज, यतापट्टि क्याप्सिकम र हरियो खुर्सानी, पिरो र अमिलो चाहिँ हजुरहरूले स्वादअनुसारले हाल्न सक्नुहुन्छ। मैले चाहिँ यति राखेर त्यसलाई टिमुरको छोप राखेर मात्र बनाएको है। मसला त मैले केही पनि हालेको छैन, मात्र नुन र बेसार, टिमुरको छोप। स्वादअनुसारले चाहिँ आफ्नो कागती कतिको पिरो र अमिलो खान चाहनुहुन्छ हजुरहरूको अनुसारले। यो पनि मैले कन्टेनरमा प्याक गरेँ। यो चाहिँ घरमा अलिकति राखेँ मैले बेलुकाको लागि र कन्टेनरमा प्याक गरेँ। यो चाहिँ साथीहरूलाई पनि बनाएर ल्याउनु भन्दै हुनुहुन्थ्यो, फोनमा गफ गरी रात पकाइराखेको थिएँ। यति चाहिँ मैले बेलुकाको लागि राखेँ र ल यो चाहिँ मेरो बाहिरको लागि गयो। साथीहरू आज मेरो बाहिर खाना छ, काम छ। त्यसपछि म 6:30 बजे घर आइपुगेर म वाकमा हिँडिदिएँ। 1.5 घन्टा हिँडेँ म जङ्गलको छेउतिर। यस्तो आनन्द भयो। आजको दिन मेरो यसरी बित्यो। हजुरहरूको कसरी बित्यो भनिदिनु होला, कमेन्ट गरिदिनु होला।